होमस्टे छ है यहाँ होमस्टेहरू हेर्नुहोस् कहाँनिर त्यो दार्जिलिङकै त्यो क्या चौरस्ताको अलिक यता नानीहरूलाई मुताको डस्टबिन म त आधी देखेँ म चाहिँ होमस्टे ठुलो मान्छे चाहिँ बुझिरहेको त्यो चौरस्ताको त्यो तेर्सो एउटा मान्छेले गाली गरेको उता कस्तो गर्दैछ यहाँ यस्ता टर्निङहरू छ दाजुभाइहरू यो बाटो हालेर सोचेर मात्रै आउनु यहाँ भेट्टा हाम्रो चिनाजानाको घरहरू पप्पू घर टुकु त्यहाँबाट चाहिँ आकाश अलिक छेउमा भेटेर चाहिँ फगीहरू देखेको आकाशको बादलहरू पनि यहीँ भेट्छ के थियो त्यहाँ अब अलि छ यहाँ न फेरि हटाउ न ओ साइड लाग्छ ओ हटा गरम साइनाले यस्तो गरम साइनाले दालचिन बोकेर हिँड्थ्यो अरे नि दालले कि छ्याक्क गर्यो यस्तो खालको क्या
छुनै नहुने क्या उसलाई चाहिँ त्यति यस्तो बाटो देखेर राख्छ लु अब चौरस्ता आउनु आँट्यो यस्तो छ बाटो चाहिँ टेन्सनको पक्का छ यो बाटो चाहिँ 8 छ भने चाहिँ आउनु 8 छ भने चाहिँ नआउने पनि छ बाटो अब भनेबाट अब चाहिँ टिभी चलाउनु भएको मोबाइल भन्छु तपाईँहरू गाडी हेर्नु रड नखाउँदैन यिनीहरूले चाहिँ कहाँ 20 रुपियाँ 30 रुपियाँ ल्याउँछ कि साल ए यिनीहरूलाई त होलसेल रेटमा दिन्छ त नाना हो यिनीहरूले 400 500 भन्छ अन्त 100 150 दिन्छ अन्त ल हाटे 50 रुपियाँ ल्यायो नि त मलाई 120 रुपियाँ पोसायो नि त 400 भन्छ पहिला यो चाहिँ टिभी चलाउको बाटो आइपुग्यो अनि आज सबै गउँडा पोहोर पोहोर भइरहेको छ हिजो त कालो कालो भएको थियो तलबाट ल्याएर आज चाहिँ यो बाटो ल्याएर हाम्रो नाना पनि पोहोर भइरहेको छ पहिला जस्तो थियो आज त खुसी छ नाना अब यो ओह्रालो चाहिँ छ यस्तो खालको छ ओह्रालो गाडी आउँछ त्यस्तै पानीको भन्नु लाग्छ त्यस्तै यो बाटो त ओह्रालो चिप्लेर आउँछ यो बाटो कुदाउनु त सानो पर्दो रहेछ यो बाटो देखेर सानो ड्राइभर भएछु भने जस्तो लाग्छ सेम यो मैला खाएर देखाउँछु यो ओह्रालो त बिगा छ मलाई के नाना शान्ति लाग्यो पाकिस्तान र इन्डियाको बाटो जस्तो भइसक्यो बाटो पनि आइपुग्यौँ अहिले फाइनली हामी अब पुस्तकको लागिरहेको छौँ सबै किनेछ खुसी लागिरहेको छ टक्कै 10 बजेछ नानी आज टक्कै 10 बजेछ यता गान्धी रोडको तेर्सो जाँदैछु अलुबारी सकेर गान्धी रोड पनि भेट्टायो हिलका रोड पनि भेट्टायो मन्डे रोड पनि भेट्टायो है सल्लाह गर्दा फाइनली हामी आइपुग्यौँ थ्याङ्क यू फर वाचिङ